यदि तपाईँ पनि आफ्नो फेसबुकलाई मोनिटाइज गर्न चाहनुहुन्छ र फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ न त तपाईँलाई कुनै साथीले स्टार पठाउन जरुरी छ न त तपाईँले कुनै पनि दुःख गर्न जरुरी छ। तपाईँले प्रत्येक दिन आफूले जानेको आफूले बुझेको भिडियो हाल्नुहुन्छ। तपाईँलाई कसैले स्टार पठाउनै पर्छ भन्ने छैन, फेसबुकमा भएका हरेक दिनका च्यालेन्जहरू पुरा गर्नै पर्छ भन्ने छ। कुनै पनि एकवटा पनि च्यालेन्ज नगरी तपाईँले आफ्नो फेसबुक मोनिटाइज यसमा तपाईँले प्रत्येक दिन समय दिनुपर्ने हुन्छ र प्रत्येक दिन तपाईँले भिडियो फोटो पोस्ट तपाईँको जीवनको दैनिकी जे पनि हाल्न सक्नुहुन्छ। केवल तपाईँको तपाईँले अरू कुनै दोस्रो व्यक्तिको हाल्दै हुनुहुन्छ भने भोलि बिहान त्यसले च्यानल मोनिटाइज नहुन सक्छ। भोलि बिहान त्यो च्यानल डिलिट भयो भने तपाईँको फेसबुक कुनै भ्यालु हुँदैन। तपाईँको फेसबुक मानव ह्याक भयो तर तपाईँले फेरि तपाईँले आफ्नो भिडियो बनाउनु भएको छैन। यदि तपाईँले आफ्नै भिडियो बनाउनु भयो भने अवश्य पनि तपाईँ अगाडि यहाँ कसैले स्टार पठाइदिन जरुरी छैन, कसैलाई फलो गर भन्नु पर्दैन, कसैलाई केही भन्नु पर्दैन। तपाईँ आफ्नो कन्टेन्ट रेगुलर हाल्दैन एक दिन आफै मोनिटाइज हुन्छ। यहाँ 10,000 फलोवर्स भन्ने त्यो देखाइरहेको छ, 10,000 पुग्नु पर्दैन। मान्छेहरूको 1,000 1200 800 साथी भएको मेरै साथीहरू छ, उनीहरूको फेसबुक पनि मोनिटाइज भइरहेको छ। तर तपाईँले कन्टिन्युटी दिनु पर्यो, निरन्तरता दिनु पर्यो र हरेक दिन हाल्नु पर्यो र हरेक दिन एकै खालको कन्टेन्ट, कहिले के नभयो एउटै खालको कन्टेन्ट एउटा फेसबुकमा हाल्नुहोस्। तपाईँ समाचार बनाउनुहुन्छ भने समाचार मात्रै बनाउनुहोस्, तपाईँ कमेडी बनाउनुहुन्छ भने कमेडी मात्रै बनाउनुहोस्, तपाईँले कुनै रचना गर्नुहुन्छ, गीत गाउनुहुन्छ, कविता गाउनुहुन्छ, निश्चित एउटा मात्रै खालको रचनात्मक भिडियोहरू बनाएर हाल्नुहोस्। तपाईँलाई चित्र बनाउन आउँछ, चित्र बनाएर हाल्नुहोस्। तपाईँलाई गाडी चलाउन आउँछ, घुम्नुहुन्छ, घुमेको भिडियो हाल्नुहोस्, सिकेको हाल्नुहोस्। तपाईँ पागल बन्नुहोस्, आफ्नो सपनाको लागि पागल बन्नुहोस्। तपाईँको युट्युब च्यानल, फेसबुक च्यानल, जेसुकै च्यानलहरू पनि मोनिटाइज हुनेछ। र यदि तपाईँको च्यानल मोनिटाइज नभएर कुनै पनि समस्या छ भने मलाई मेसेज गर्नुहोस्, कमेन्ट गर्नुहोस्, हामी तपाईँको त्यो समस्या हल गरिदिनेछौँ।